हाम्रो साथीको चाहिँ यहाँनिर अब मोबाइलमा चाहिँ प्रब्लम आएर रातिको 12 बजिसकेको छ, 12:40 हेर्न सक्नुहुन्छ। त्यही पनि उहाँको प्रब्लम आएर चाहिँ मलाई सम्झेर आउनु भएको छ, भन्छ कि भन्ने आशले होइन। हेरौँ अब यो मोबाइलमा के प्रब्लम भएको रहेछ, टच नहुने रहेछ होइन। अब त्यही हो, यो जस्तै कि टच चाहिँ नहुने भएको भएले अब केही कामै नहुने भयो नि त। भोलि फेरि उहाँको अर्जेन्ट काम छ भन्दै हुनुहुन्छ। अब यो चाहिँ जस ट्राई गर्छु म बनाउनलाई, हेरौँ के हुन्छ है त। दिस इज माई टुल बक्स है, यस्तै छ सानो। यता पनि छ, अझै पनि छ, सबै अट्दैन नि त भिडियोमा। उहाँको कल आइरहेछ कि अब उठाउन मिल्या छैन, के गर्नु, टच चल्या छैन। अब स्क्रुबाट सुरु गर्छ है त। उहाँको मोबाइल मैले खोलिसकेको छु कि अब ब्याट्री भर्खर डिस्कनेक्ट गरेँ, यो ब्याट्री हो कि अब डिस्प्ले डिस्कनेक्ट भएर रहेछ, राम्रोसँग कनेक्ट भएको छैन रहेछ, त्यही भएर टच नचले जस्तो लाग्यो मेबी होइन। अब एकचोटि कनेक्ट गरेर फेरि देखाउँछ है त। फाइनल्ली मैले यो डिस्प्ले चाहिँ कनेक्ट गरेँ, ब्याट्री पनि कनेक्ट गरेँ होइन। अब सेट अन गरेँ, हेरौँ। सेट अन भइसकेको छ, एकैछिन पर्खौँ। उहाँको चाहिँ खोलेर यहाँ साकुरा के यो आमी के अरे यसलाई के भन्छ अरे दोस्त? यो के भन्दाखेरि यो के हो आइसक्यो होइन। यो खोलेर सेट चलिसक्यो, हेर्न सक्नुहुन्छ तपाईँले। यो सबै चलिसकेको छ। तिनचुले र जापानमा हो। अब तिन्चु भनेको चाहिँ म्यानेजर हो कि सबको। अब जस्तो कि फ्ल्यास लाइट पनि काम गरिसकेको छ। पानीमा छिर्या भन्दै हुनुहुन्थ्यो। अब पानीमा छिरेर पानी झार्दाखेरि पछारेको अरे। एकचोटि स्विचमै फेरि गरिदिनुहोस् न, के भएको थियो? केही भएको होइन, पानीमा छिरेर पानी झार्न पछारे मात्रै हो। त्यो बेला चाहिँ कनेक्टर लुज भएको रहेछ, अनि त्यही कारणले गर्दाखेरि टच नचलेको रहेछ। अब यो चाहिँ मैले खोलेर बनाइदिइसकेको छु। यति मात्रै गर्नलाई नि उहाँ अब झन्झटिलो हुन्थ्यो नि त। रातिको 12:30 बजे प्लस अनि अब जापानिजहरूले लिएपछि एक हप्ता त इन्सपेक्सनमै राखिदिन्छ मोबाइल, टाइम पनि लाग्ने भयो। अनि 12:30 बजेको फेसिलिटी पनि हुँदैन। अहिले त 1 बज्न लागिसकेको छ, हेर्नुहोस् टाइम पनि। अब ल बन्यो, भन नि त अब केही भन्न चाहनुहुन्छ? उसलाई आरिगातो। अनि प्लस ओगोरी बासीहरूलाई फोन बनाउनु छ भने उसलाई कन्ट्याक्ट गर्नु होला। हस् ल, यतिलाई है आजलाई चाहिँ। हस्, धन्यवाद।